नमस्कार मित्रहरू, म आज यहाँहरूलाई एउटा प्रेरक प्रसङ्ग सुनाउँछु। एउटा गाउँका नजिकै कुटी बनाएर एकजना सन्त बसेका रहेछन्, साधु। र मानिसहरू केही समस्या पर्दाखेरि, केही कुरा सोध्नु पर्दा, आपद विपद पर्दाखेरि ती सन्तकामा जाँदा रहेछन् र आफ्नो समस्याहरू बताउँदा रहेछन्। सन्तले पनि केही उपाय बताएर पठाइदिँदा रहेछन् र मानिसहरू उहाँले भनेअनुसारको काम गर्दा रहेछन्। एकपटक गाउँका एकजना धनी व्यक्ति, ठुला व्यापारी ती सन्त कहाँ गएछन् र भनेछन्, महाराज, मेरो जीवनमा साह्रै दुःख भयो, मलाई साह्रै असन्तोष भयो, असन्तुष्टि भयो, मेरो व्यापार पनि राम्रो हुन सकेन, मेरो परिवारसँग पनि राम्रो सम्बन्ध बन्न सकेन, अरू मान्छेहरू साथीभाइहरूसँग पनि मसँग साथीभाइहरू पनि अलि रिसाउने गर्छन्, चाँडै मसँग टाढा टाढा हुन्छन्, के भएको होला मलाई भनेर सोधेपछि सन्तले एकछिन ती व्यक्तिलाई हेर्नुभएछ र भित्र पसेर निस्किनु भएछ। एउटा हातमा एउटा खामबन्दी चिठी बोकेर र दिनुभएछ ती व्यक्तिलाई अनि भन्नुभएछ, यो चिठी लिएर जानु र आफ्नो घरमा गएर, बाटामा नखोल्नु, घरमा गएर एकान्त ठाउँमा बसेर पढ्नु, यसमै सबै समस्या समाको कारण पनि र त्यसको समाधान पनि यसैमा लेखिएको छ भनेर सन्तले भनेपछि ती व्यक्ति एकदमै खुसी हुँदै, हौसिँदै, आत्तिँदै त्यो चिठी बोकेर घर पुगेछन् र घरको बैठक कोठा भन्दा पनि भित्रपट्टिको गोप्य कोठामा गएर बसेछन्, चुकुल लगाएछन् भित्रबाट र त्यो चिठी खोलेर पढ्न थालेछन्। त्यो चिठीमा लेखिएको रहेछ, प्रिय, तिमी बिहान उठ्छौ, म तिम्रै नजिक हुन्छु, तर मेरो खोजी नीति गर्दैनौ, मलाई तिमी सम्झिँदैनौ, मलाई वास्ता गर्दैनौ। एकछिन पछि त वास्ता गरौला भनेर म तिमी सँगसँगै रहन्छु। तिमी स्नान गर्नका लागि बाथरुमभित्र पस्छौ, स्नान घरभित्र पस्छौ, त्यतिखेर कमसेकम नुहाउन्जेल त कुनै बेला तिमीलाई मेरो याद आउला भन्छु र म पर्खिरहेको हुन्छु, तिमी सँगै हुन्छु, त्यस बेला पनि तिमी मलाई सम्झिँदैनौ। अनि जब तिमी नुहाएर बाहिर निस्किन्छौ अनि चिया नास्ता गर्ने बेला हुन्छ तिम्रो, चिया नास्ता गर्न थाल्छौ, चिया नास्ता गर्ने बेलामा केही मलाई सम्झेर मलाई पनि केही भाग लगाएर चिया नास्तातिर लाग्छौ कि भन्ने ठानेर म नजिकै उभिरहेको हुन्छु, त्यतिखेर पनि तिमी मलाई सम्झिँदैनौ, मलाई वास्ता गर्दैनौ, नास्ता गर्न थाल्छौ। त्यसपछि तिम्रो पत्रपत्रिका पढ्ने समय हुन्छ, रेडियो सुन्ने समय हुन्छ, पत्रपत्रिका पढ्छौ, कुनै पनि बेला मेरो याद तिमी गर्दैनौ, मलाई सम्झिँदैनौ, मलाई चाहिँ सम्बोधन गर्दैनौ। अनि त्यसपछि फुर्सद होला तिमी र मलाई सम्झेलाउ भनेर म पर्खिराखेको हुन्छु, त्यस बेला पनि तिमी हतार हतार अब कुन लुगा लगाएर अफिस जाने, कस्तो जुत्ता लगाउने, त्यसमा तिम्रो ध्यान हुन्छ। यता खानेकुराको पनि तिमीलाई हतार हतार हुन्छ, खाना खान थाल्छौ, खाना खाँदै गर्दा पनि तै मलाई सम्झिहाल्छौ कि भनेर म पर्खिराखेको हुन्छु, त्यतिखेर पनि मलाई सम्झिँदैनौ। खाना खाइसकेर लुगा लगाएर तिमी जब अफिसका लागि हिँड्छौ अनि तिमीले कमसेकम 15-20 मिनट गाडीमा यात्रा गर्नुपर्ने हुन्छ, सार्वजनिक गाडी चढेर जान्छौ, गाडीका सिटमा बसे त तिमीलाई फुर्सद होला र मलाई सम्झेलाउ, मलाई चाहिँ मेरो पनि खोजी नीति गरौला भनेर म पर्खिरहन्छु, तिमी सँगै म रहन्छु। तर त्यहाँ बसेपछि तिमी आफ्नो गोजीबाट मोबाइल झिक्छौ र मोबाइलमा व्यस्त हुन्छौ, अनेक किसिमका फिल्महरू, अरू कुराहरू हेर्न थाल्छौ, त्यतिखेर पनि तिम्रो याद मेरो याद तिमीलाई आउँदैन। त्यसपछि तिमी अफिस पुग्छौ, आफ्नो कार्यालयमा बस्छौ, आफ्नो कुर्सीमा बस्छौ, कुर्सीमा बसिसकेपछि केही बेर मेरो याद गर्छौ कि भनेर म पर्खिरहन्छु, त्यस बेला पनि तिमीलाई मेरो याद आउँदैन। अनि आफ्नै काममा व्यस्त रहन्छौ, केही समय त तिमीले आफ्ना लागि पनि अफिसमा फुर्सद निकालेका हुन्छौ, त्यो फुर्सदको समय मेरा लागि हो कि भनेर म अपेक्षा गरेर, प्रतीक्षा गरेर बसेको हुन्छु, त्यतिखेर पनि तिमी आफ्नै विचारमा, आफ्नै चिन्तनमा हराउँछौ, मलाई याद गर्दैनौ। दिउँसो खाजा खान्छौ, त्यतिखेर मलाई याद छैन, मेरो याद छैन। अनि बाटामा फर्केर आउँदा गाडीमा बसेर पनि तै मेरो याद हुन्छ कि भन्छु र म पर्खिन्छु, मलाई वास्ता गर्दैनौ। घरमा आइपुग्छौ, बेलुकाको बेला, बिहान भ्याएनौ, दिउँसो भ्याएनौ, बेलुकाको बेला सन्ध्याकालमा त केही बेर मेरो याद तिमीलाई आउँछ कि भनेर म प्रतीक्षा गरिरहेको हुन्छु, त्यतिखेर पनि तिमीलाई फुर्सद हुँदैन। घरमा आएर एकछिन फुर्सद छैन, टिभी हेर्न थाल्छौ, अनि टिभी हेर्दा हेर्दै खाना खाने बेला हुन्छ, खाना खान जान्छौ,
त्यस बेला पनि तिमीलाई मेरो याद आउँदैन। खाना खाएर फर्केर आउँछौ र फेरि टिभी हेर्न बस्छौ, टिभी हेर्छौ, एकछिन हेर्दा हेर्दै तिमी निदाउँछौ, तर तिमीले मलाई त्यतिखेर पनि याद गर्दैनौ। जतिखेर तिमीलाई ठुलो सङ्कट पर्छ, आपद विपद पर्छ, त्यतिखेर तिमी मलाई याद गर्छौ। त्योभन्दा बाहेकको कुनै पनि समयमा तिमीलाई मेरो याद आउँदैन भनेर। त्यस कारणले म तिम्रो प्रतीक्षामा छु, तिमी कहिले मलाई याद गरौला र म तिमीलाई प्रेम गरौला भनेर म पर्खिराखेको छु। तिम्रो प्रिय भगवान्, यति लेखिएको रहेछ त्यो पत्रमा। अब ती व्यक्तिलाई अब त्यो पत्र पढिसकेपछि उनलाई एकदमै ती सबै कुरा त्यहाँ भनिएका कुरा सबै यथार्थ जस्तो लागेछ। वास्तवमा जब जब सङ्कट पर्छ, जब जब आपत्ति पर्छ, त्यतिखेर एउटा स्वार्थवश म भगवान् भनेर सम्झिने गर्छु। मलाई सहज भएको बेला, अरू कुनै पनि बेला मलाई भगवान्को याद आउँदैन भन्ने कुरा उनले आफैलाई त्यो भनाइबाट स्वीकार गरेछन्, आत्मस्वीकृति गरेछन् र पुनः भोलिपल्ट दौडिँदै ती सन्त कहाँ पुगेछन् जसले त्यो हिजो पत्र दिएका थिए। र सन्तले पनि पत्र पढ्यो भनेपछि उनले पढ्यो भने र त्यो पत्र फेरि मागेछन् र फिर्ता राखेछन्। सन्त के गर्दा रहेछन् भने जो मान्छेहरू यस्ता सङ्कट सुनाउन आउँछन् ती मान्छेहरूलाई आवश्यकता अनुसार व्यक्तिको प्रवृत्ति हेरेर, उसको स्वभाव हेरेर त्यो पत्र दिने गर्दा रहेछन्। र मान्छेहरू पत्र पढेर अनि बिस्तारै अब अलिकति समय निकालेर केही आत्मचिन्तन गर्ने, स्वाध्ययन गर्ने, ईश्वर चिन्तन गर्ने, आत्मसाक्षात्कार गर्ने जस्ता मार्गमा मान्छेहरू लाग्दा रहेछन्। मित्रहरू, हामी पनि यो जीवनको भागदौडमा वास्तवमा जे चिजलाई हामीले सम्झिनुपर्ने हो, जुन तत्त्व हामीभन्दा माथि छ, जसले यो सारा संसार सृष्टिलाई चाहिँ एउटा विधानमा राखेको छ, त्यो चिजलाई हामी कहिल्यै सम्झिँदैनौँ। त्यसलाई त पर छोडौँ, ईश्वरको कुरा त हामी आफैलाई पनि हामी सम्झिन भ्याउँदैनौँ। सबै बाहिरी कुराहरूमा हाम्रो जीवन सधैँभरि लागेको छ। त्यस कारणले केही बेर भए पनि आत्मचिन्तन गरौँ, स्वाध्ययन गरौँ, ध्यान गर्ने गरौँ, आफ्नै अध्ययन गरौँ र जीवनलाई सहज बनाऊ। यो प्रसङ्ग यहाँहरूलाई कस्तो लाग्यो? यदि मन पर्यो भने आफ्ना साथीहरूलाई पनि यो सेयर गरिदिनु होला र हाम्रो युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। यस्तै सुन्दर प्रसङ्ग लिएर पुनः यहाँहरू समक्ष आउने बाचा गर्दै अहिलेलाई भने म बिदा चाहन्छु। हवस् त, नमस्कार।